नमस्कार। कहिलेकाहीँ विचार गर्नुभएको छ हाम्रा हरिया खेतबारीहरू कसरी घरैघरले भरिँदै गइरहेका छन्? हो, आज हामी यही कथाको एउटा एकदमै महत्त्वपूर्ण अध्याय भू उपयोग नीति 2072 को बारेमा कुरा गर्दैछौँ। भन्नुको मतलब यो नीति हाम्रो जमिनको भविष्य कोर्ने एउटा रणनीतिक नक्सा जस्तै हो। अब एकछिन गहिरिएर सोचौँ त, हामीले आफ्नै आँखा अगाडि कति हरिया फाँटहरू कङ्क्रिटको जङ्गलमा बदलिएको देखेका छौँ। आखिर हाम्रो यो बहुमूल्य माटो, यो जमिन कहाँ गइरहेको छ? यो प्रश्नले हामी सबैलाई कता कता घोचिरहेको छ, होइन र? हेर्नुस्, यो समस्याको जालो निकै गहिरो छ। एकातिर हाम्रो भान्सा चल्ने खेतहरूमा घर र प्लटिङले कब्जा जमाउँदैछन्, जसले भोलिको खाद्य सुरक्षामाथि नै एउटा ठूलो प्रश्न खडा गरेको छ। अनि अर्कोतिर कुनै योजना बिना बढिरहेको शहरीकरणले बाढी, पहिरो जस्ता विपदको जोखिम झनै बढाएको छ। शहरहरूमा त अब खुला ठाउँमा बसेर लामो सास फेर्न पनि गाह्रो भइसक्यो। हो, यही गम्भीर सङ्कटको घण्टी बजेपछि नै यो नीतिको आवश्यकता महसुस भएको हो। त्यसो भए आजको हाम्रो यो विश्लेषणमा हामी यही सङ्कटको जडदेखि सुरु गरेर यसको समाधानका लागि ल्याइएको नीति, जमिनलाई कसरी वर्गीकरण गर्ने योजना छ, भविष्यको खाका कस्तो छ र सबैभन्दा महत्त्वपूर्ण यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने बाटोबारे गहिराइमा पुग्नेछौँ। ल सुरु गरौँ त्यही भू उपयोग सङ्कटबाट जसले यो ठूलो परिवर्तनको लागि बाटो तयार गर्यो। याद गरौँ त 2072 सालको त्यो महाभूकम्प। त्यसले हामीलाई हल्लाएरै जगायो। त्यसले प्रष्ट देखायो कि योजना बिनाको विकास भनेको त विनाशको अर्को नाम रहेछ। हो, त्यही दुःखद घटनाले गर्दा सुरक्षित बस्तीको महत्त्व कति छ भन्ने कुरा छर्लङ्ग भयो र यो नीतिलाई अघि बढाउन झनै ठूलो बल पुग्यो। अब कुरा गरौँ समाधानको, अर्थात् भू उपयोग नीति 2072, जसले एउटा दिगो र समृद्ध राष्ट्रको परिकल्पना गरेको छ। यो नीतिको सपना साँच्चै ठूलो छ। यसले भन्छ हाम्रो जमिनको सहीभन्दा सही उपयोग गरेर यस्तो समृद्धि हासिल गर्ने जहाँ विकासले समाज, अर्थतन्त्र र वातावरण यी तीनवटैलाई सँगसँगै डोर्याएर हिँडोस्। अब यो नीतिको मुटु, यसको सबैभन्दा मुख्य अंश भनेको चाहिँ भूमिको वर्गीकरण हो। जसरी एउटा पुस्तकालयमा हरेक किताबको लागि एउटा निश्चित ठाउँ तोकिएको हुन्छ नि, ठ्याक्कै त्यस्तै हाम्रो जमिनमा पनि खेती गर्ने ठाउँ, घर बनाउने ठाउँ, उद्योग खोल्ने ठाउँ सबै छुट्टा छुट्टै तोक्ने भन्ने हो। यो ल्यान्ड युज जोनिङ भन्ने शब्द सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर यसको अर्थ एकदमै सरल र शक्तिशाली छ। यसको मतलब हो जमिनलाई त्यसको विशेषता र क्षमताको आधारमा वर्गीकरण गर्ने, ताकि त्यसको सबैभन्दा उत्तम प्रयोग हुन सकोस्। यसले कृषि क्षेत्रमा उद्योग खुल्नबाट र आवासीय क्षेत्रमा जथाभावी खेती हुनबाट रोक्छ, जसले गर्दा भूमिको सही उपयोग सुनिश्चित हुन्छ। यही सिद्धान्त अनुसार नीतिले जमिनलाई मुख्यतया 10 भागमा बाँडेको छ, जसमा कृषि, आवासीय, व्यावसायिक र वन जस्ता एकदमै महत्त्वपूर्ण क्षेत्रहरू पर्छन्। लक्ष्य एउटै हो, देशको हरेक टुक्रा जमिनको सही सदुपयोग होस्। ल, वर्गीकरण त भयो। अब हेरौँ यो योजनालाई व्यवहारमा, अर्थात् जनतासम्म कसरी पुर्याउने लक्ष्य राखिएको छ। नीतिको एउटा प्रमुख लक्ष्य भनेको सुरक्षित समुदायको निर्माण गर्नु हो। यसले विपदको जोखिम भएका ठाउँहरू कुन कुन हुन् भनेर पहिचान गर्ने, त्यस्ता ठाउँबाट बस्तीहरूलाई सुरक्षित ठाउँमा सार्ने र नयाँ सहरहरूमा त अनिवार्य रूपमा खुला र हरियाली क्षेत्र राख्नै पर्ने व्यवस्था गरेको छ। सोचौँ त, यसले हाम्रो र हाम्रो भावी पुस्ताको जीवनलाई कति सुरक्षित बनाउला? खाद्य सुरक्षा र वातावरण संरक्षण त यो नीतिको अर्को एकदमै महत्त्वपूर्ण पाटो हो। यसले स्पष्ट रूपमा भनेको छ कृषि योग्य जमिनलाई अरू काममा प्रयोग गर्न पाइँदैन। र एउटा रोचक कुरा के छ भने उर्वर जमिनलाई लगातार 3 वर्षभन्दा बढी समय बाँझो राख्न नपाइने कडा व्यवस्था पनि गरेको छ। यसले हाम्रो प्रकृति र हाम्रो भान्सा दुवैलाई जोगाउन ठूलो मद्दत गर्छ। अब कागजमा नीति जतिसुकै राम्रो बने पनि त्यसको वास्तविक परीक्षण त कार्यान्वयनको मैदानमा हुन्छ, होइन र? आउनुहोस्, अब यो नीतिलाई व्यवहारमा उतार्न कस्तो बाटो तय गरिएको छ त्यो हेरौँ। यसको कार्यान्वयनको बाटोलाई 4वटा खुड्किलामा बाँडिएको छ। पहिलो, चाहिने कानूनहरू बनाउने। दोस्रो, काम गर्नका लागि संस्थाहरू खडा गर्ने। तेस्रो, केन्द्रदेखि स्थानीय तहसम्म सबैले आआफ्नो योजना र नक्सा बनाउने। र अन्त्यमा चौथो खुड्किलो, काम कस्तो भइरहेको छ भनेर निरन्तर निगरानी गर्ने। यो एउटा टिमवर्क जस्तै हो।
यो सफल हुनका लागि तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ। सङ्घीय सरकारले देशकै लागि ठूलो नीति बनाउँछ, प्रदेशले आफ्नो क्षेत्रको लागि योजना बनाउँछ र स्थानीय तहले चाहिँ त्यसलाई हरेक गाउँ टोलमा लगेर लागू गर्छ। यी तीनै तहबीच बलियो समन्वय भयो भने मात्र यो योजना सफल हुन्छ। ल अब हामी अन्त्यतिर आइपुगेका छौं। समग्रमा हेर्दा यो नीतिको खास महत्त्व के हो त? अन्त्यमा भन्नुपर्दा यो नीति केवल एउटा सरकारी कागजको थुप्रो मात्र होइन, यो त एउटा व्यवस्थित, सुरक्षित र समृद्ध नेपालको सपना बोकेको नक्सा हो। यस्तो नेपालको सपना जहाँ हाम्रो माटोको सही सम्मान होस् र हाम्रो आउने पुस्ताले पनि यसको सुन्दरता र उर्वरताको लाभ लिन सकोस्। तर एउटा ठूलो प्रश्न त अझै बाँकी नै छ। के कागजमा यति सुन्दर तरिकाले कोरिएको योजनाले हाम्रो अव्यवस्थित भूमिलाई साँच्चीकै नयाँ आकार दिन सक्ला त? यसको सफलता त यसको कार्यान्वयनमा नै निर्भर गर्छ। यो प्रश्नको जवाफ अब भविष्यले नै दिनेछ।